नमस्कार, मेरो नाम सुरक्षा लामा। मेरो घर चाहिँ हेटौँडा र अहिले चाहिँ म यस श्री प्रथा जागृति माध्यमिक विद्यालयमा चाहिँ गणित विषय पढाउँछु। नेट नहुँदाखेरि के भयो भन्दाखेरि त्यही अब आफूले अब के पढाउनु छ, अब कसरी पढाउने होइन, उनीहरूलाई अझै कसरी राम्रोसँग बुझाउनु पर्यो, ट्रेनिङ कसरी राम्रो गराउने भन्ने कुरामा चाहिँ अलिकति त्यतिखेर चाहिँ एकदमै असजिलो धेरै गाह्रो। अब केही कुराहरू पनि यसो अब यताबाट अब यही अहिले जो आइएमआइएसको भइरहेको छ होइन, अनि हामीले अब फोटोहरू अपलोड गर्दा पनि इन्टरनेट नचले अरू कुनै पनि एपहरू चलेन, अनि त्यही भएर त्यसको लागि पनि उहाँको पसलहरू गएर अनि फेरि उहाँनिरको नेटमा चलाएर अनि यहाँ आएर बाध्य त अहिले अब इन्टरनेट भइसक्यो सजिलो भएको अहिले चाहिँ धेरै त्यो इन्टरनेटले त अब त्यो वर्ल्डभरिको थाहा हुने त भइहाल्यो होइन। उनीहरूले चाहिँ के गर्यो भन्दाखेरि चलाउनु त चलाउने सबै सोसियल मिडियाहरू पनि चलाउनु त पर्छ होइन, आफ्नो त्यस न्युजहरूको बारेमा त अपडेट गर्छ, तर उनीहरूले चाहिँ त्यो सँगसँगै के हुनु पर्यो भने प्यारेन्टली के जानु पर्यो भन्दाखेरि अब जो इन्टरनेटकोमा चाहिँ अलिकति अवेर भएर चलाउनु पर्यो सोसियल मिडियाहरू पनि होइन। अनि साथसाथ अहिले त आएको छ एआईहरूको दुनियाँ है, अहिले त एआईको एरा छ, जस त्यसमा पनि अब एआई युज गरेर पनि अहिले अझै के धेरै सिक्न सकिन्छ।